पालिका हुन्छ, सभा हुन्छ, विशेष सभा हुन्छ, बुझ्नुभयो? ठुलो स्वर नगर्नुहोस् भन्दैछ। तपाईँ पनि ठुलो स्वर नगर्नुहोस्, सानो स्वरले सम्झाउने कोसिस गरेको, बुझ्नुभयो? किन अनावश्यक अनावश्यक कुरो गर्नुहुन्छ? मेरो अधिकार क्षेत्रभित्र पर्दैन, म कहाँबाट गर्छु? सुन्नुहोस् न, हेर्दाखेरि चाहिँ यतिका बजेट हुन्छ, उतिका बजेट हुन्छ, नो एक्सपेन्डिचर विदाउट लेजिस्लेसन मान्यता पढ्नु भएको छ। मैले एक पैसा पनि नि बिना जनप्रतिनिधिको स्वीकृति बिना खर्च गर्न सक्दिनँ। हो अनि जनप्रतिनिधि अहिले तपाईँ मलाई भन्छ यार, मलाई सुन्नुहोस्, 11 महिना 11मा त्यसपछि तपाईँको अधिवेशन भयो होला त यहाँ, त्यो फाइन्ड आउट गर्नुहोस्। विधि पद्धति तौर तरिका किन बुझ्नुहुन्न तपाईँले? यो सबै बुझ्ने भए तपाईँ ठाउँ अरे यार, त त्यही कुरा सम्झाउन कोसिस गरेको होइन तपाईँहरूलाई मैले। जनता अध्यक्षको जनता लेखेका छन् 3 लाख गर्नुहोस् भन्ने कुरा हो। 3 लाख रुपियाँ मैले त्यति भए सम्झौता गर्नुहोस् भन्ने कुरा। 3 लाख हामी किन चाहिँ तपाईँले जनता पाउने होइन क्या सर? यस्तो सर्भिस सुन्नुहोस्, सबैले भन्नु पर्यो, अध्यक्षलाई भन्नु पर्यो, यस्तो तोक नलाउनु छ भन्नु पर्यो क्या तपाईँ? 1 मिनेट हामीलाई के पढाएको भन्नु पर्यो नि त यार। अध्यक्ष भन्ने कुरो जुन छ नि, अध्यक्ष पनि एक्लैले